नम्बर 1 यहाँनिर दार्चुलामा चाहिँ अपी पर्छ। पहिला हामी यहाँ नहेरौँ, यहाँबाट मात्रै चिन्ने प्रयास गरौँ। पहिला यो हेरौँ, त्यसपछि यहाँ मात्रै हेरौँ है त, हामीले प्र्याक्टिस गर्दाखेरि चाहिँ। 2 नम्बरमा छ सैपाल, 3 नम्बरमा डोल्पामा या कान्जिरोवा। यो चाहिँ मैले टप 10 चाहिँ फर्स्टमा एकदमै धेरै इम्पोर्टेन्ट माउन्टेनहरू जुन चाहिँ इक्जाममा आइरहन सक्ने चान्स भएकोहरूलाई चाहिँ मैले टप 10 मा, त्यसपछि टप 20 भनेको अलिकति कम चान्स, त्यस्तै गरेर लास्टको 5 वटा 25 नम्बरसम्ममा चाहिँ अझै कम चान्स। तर पढ्दाखेरि चाहिँ त्यसैले तपाईहरुले चाहिँ पहिला चाहिँ अरू याद गर्नुभन्दा पनि टप 10 र टप 15 लाई चाहिँ पहिला याद गरिहाल्नु होला है त। ल अब फेरि भूमिका नबाधिकन म सुरु गरौँ। नम्बर 3 मा हामी पुगेको थियौं, डोल्पामा कान्जिरोवा। नम्बर 4 यहाँनिर छ, यो के होला, धौलागिरी, DAM भनेर याद गरौँ। यो चाहिँ CGKG भनेर याद गरौँ है त, यहाँ CGKG भनेर याद गरौँ। हुनलाई यो 19-20 मा भए पनि याद गर्न सजिलो छ। DAM यहाँनिर भयो, धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे। त्यसपछि अर्को हामी पुग्छौं नम्बर 7 मा, सगरमाथा छ। नम्बर 8 मा यहाँनिर मकालु छ, यो ठ्याक्क ओह्रालो सकेपछि, यो एम जस्तो स्ट्रक्चर भन्थे नि मैले बनाउँदै ओह्रालो सकेपछि मकालु छ, लगभग सकिने बेलामा भनौं। अनि त्यसपछि आउँछ कञ्चनजङ्घा, यो बोर्डरमै छ, नम्बर 9। नम्बर 10 लाङटाङ, काठमाडौँबाट माथि छ। त्यसपछि गौरीशंकर नम्बर 11 मा छ, यहाँनिर यस्तो स्ट्रक्चर हैन मा चाहिँ गौरीशंकर छ भनेर याद गरौँ। अनि नम्बर 12 मा छ लोत्से, यहाँनिर छ। लोत्से भनेको चाहिँ मकालु र सगरमाथाको बीचमा छ, धेरै इम्पोर्टेन्ट माउन्टेनको बीचमा रहेछ हैन। त्यसपछि चोयु छ, यो एम जस्तो स्ट्रक्चर, यो म्याप बनाउँदै मैले एम जस्तो स्ट्रक्चर भनेको छु, यहाँनिर चाहिँ चोयु छ। नम्बर 14 मा आउँछ गणेश हिमाल, यहाँनिर यो पनि मैले नक्सा बनाउँदा नै कुरा गर्ने गरेको छु। अघिल्लो मेरो भिडियो हेर्नुभयो भने तपाईले त्यहाँ पनि याद गर्न सक्नुहुन्छ। अनि नम्बर 15 मा आयो मनासलु, यो गोरखामा छ। मनासलु कहाँनिर छ, यहाँ गोरखामा छ। यो नम्बर 15 मनासलु हो। नम्बर 16 चाङला, यो ढाका टोपी जस्तोको स्ट्रक्चरको लास्टको यो चाहिँ चाङला भयो। नम्बर 17 गोरख भयो। नम्बर 18 रत्नचुली भयो। रत्नचुली यहाँनिर छ, यो मुस्ताङ कट्ने बित्तिकै रत्नचुली आउँदो रहेछ भनेर याद गरौँ। त्यसपछि गौतम, यो CGKG भनेर यो अघि नै मैले याद गर्न सिकाइसकेको छु, CGKG भनेर याद गरौँ। यो जी भनेको गौतम भयो। यो कान्ति मैले भनिसके, CGK मा पर्यो, यो कान्ति पर्यो। म्यापमै तपाईले लेखिदिनु होला, मैले चाहिँ नलेखे पनि। अनि त्यसपछि आयो नम्बर 21 मा हिमचुली, यो गोरखाकै मुनिपट्टि यहाँनिर हिमचुली छ भनेर याद गर्नुस्। यो 20 भन्दा माथिको चाहिँ अलिकति लेस लाइकली टु कम भन्ने खालको बुझ्नु पर्यो। तर यो कुम्भकर्ण चाहिँ अलिकति बढी आउने चान्स छ, किनभने त्यही भएर मैले एस्ट्रिक यहाँ साइन पनि दिएको छु। त्यसपछि 23 मा जनक। अनि 24 मा श्रृंगी, यो गणेशको भाइ भनेर याद गर्नुस् है त। श्रृंगी गणेशको छेउमा छ, गणेश हिमालको छेउमा छ। उनलाई गणेशको दाइ भाइ कुमार होला, अब दाइ हो कि भाइ हो कुमार हो, तर मैले श्रृंगी भनेर याद गर्नुस्। अनि लुप्से नम्बर 25 मा यहाँनिर छ, लुप्से नम्बर 25 कहाँ छ, यहाँनिर छ। यो चोयु र सगरमाथाको बीचमा लुकेको रहेछ यो लुप्से, सरी नुप्से है त, नुप्से, यसरी याद गरौँ। ल थ्याङ्क यू सो मच। आशा छ फटाफट जति हामी फटाफट सिक्छौँ नि, फटाफट दिमागहरू प्रयोग गर्छौँ, त्यति नै हाम्रो चाहिँ दिमाग अलिक अझै यो च्यालेन्जिङ मोडमा पुग्छ भन्ने चाहिँ यो रिसर्चले देखाएको भएर मैले अलिकति छिटो बोलिरहेको छु। तपाईहरुले चाहिँ पज गरी बिस्तारै पनि हेर्न सक्नुहुन्छ, यसमा केही पनि छैन, प्रब्लम छैन। ल थ्याङ्क यू सो मच, बाई बाई।